अहिले यस्तो देखाएन म। गरी के राछस् यो चाहिँ बुटवल स्मारक भित्र रहेको विभिन्न कालखण्डमा आफ्नो ज्यानको आहुति दिएकाहरूको यहाँ सम्झनामा भित्र मूर्तिहरू स्थापना गरिएको छ। तपाईं हेर्न सक्नुहुन्छ जीवराज आश्रित, यादनाथ श्लोक, तारापति भट्टराई, चक्रवन गुरुङ, भीमदत्त पन्त, दशरथ चन्द, लखन थापा, हाम्रो शहीदहरूको यस यहाँ बनाइएको छ। यसरी यही कस्तो रियलिस्टिक बनाएको छ यार। भित्र हेर्नुस् एकदम रियल तपाईको यो क्रोकोडाइल हो। पानी सुकेछ, पानी चाहिँ सुकेछ, माथि नि बसेछन्, कहिले पानी आउला अनि कहिले म भित्र पसाउला भनेर यहाँ कुरिरा जस्तो लाग्यो मलाई। हेर्नुस् यहाँ हात्ती पाइले छ, हात्ती पाइले हैन कि तपाईको हात्ती चाहिँ यहाँ तपाईको आर्टिफिसियल हात्ती बनाएको छ। यो फुलबारी भित्र यिनीहरू हरिणहरू रहेछन्। हेर्नुस् यहाँ बानरलाई घाँस हालेको छ। यसरी बानरको थोडी बेइज्जत गर्नु यार। फुलबारीका यो प्रशासनलाई यो म भन्न चाहन्छु। हेर्नुस् कमसेकम बिचारालाई अलिकति बसाल दिनुपर्छ नि कहीँ कतै। हुन्छ त अनि हेर्नु न उसको दशा। फुलबारी भित्र छौँ, बुटवलको फुलबारी। यहाँ मेरो पछाडि हेर्न सक्नुहुन्छ एकजना यिनी खै यिनी बाँदर हुन् कि चिम्पान्जी हुन् थाहै भएन, काला काला छन्। अनि उहाँको अलिकति यसो बेइज्जतै भए जस्तो छ, किनभने उहाँलाई नुहाइ धुवाइ गरिदिनुपर्छ बेला बेलामा। अनि सधैँ विवाह थाक्नु भयो होला, यसो बस्ने व्यवस्था पनि गरिदिनुपर्छ, केरासेरा बनाइदिनुपर्छ। केरासेरा बनाएन, त्यही भएर अलिकति उहाँसँग अलिकति पौल तपाईँलाई देखाउन चाहन्छु श्री माणिका मुकुन्द सेन राजाको भावनाशेष दरबार जुन स्थापित 1575 मा भएको थियो। हेर्नुस् सेन राजाहरूको दरबार कस्तो रहेछ। यहाँ खतरा दरबार रहेछ यहाँ अल्गो। अनि हामी अहिले दरबारमै छौँ, हेर्न सक्नुहुन्छ दरबार। तपाईँहरू हेर्न सक्नुहुन्छ मेरो पछाडि सेन राजाहरूको दरबार अवस्थित रहेको छ। उहाँहरूको दरबारको हालत कस्तो छ हेर्नुहोस्। अलिकति यसलाई कति सुरक्षित राखिएको छ, घेराबन्दी गरेर, नत्र दरबारको हालत योभन्दा नि गया हुन्थ्यो। तर यो दुई या तीन तल्लो यो दरबार छ। हाम्रो आजभोलिको ढोका जत्रो उहाँहरूको त्यो राख्ने के भन्छन् त्यसलाई टुक्की राख्ने हो। त्यो हो टुक्की राख्ने राति त्यो पहिला बत्ती हुन्थेन, अनि के भन्छ केरोसिन मट्टी तेल बालेर त्यो टुक्की हुन्थ्यो, टुक्की राख्ने होला त्यो। र जे होस् फुलबारीभित्र
सेन राजाहरूको दरबार पनि हेर्न पाइयो। यिनी हुन् हाम्रा देशका जल्दा बल्दा टाइगर साहब। आजभोलि यिनको धेरै चर्ती कलाहरू देशमा देख्न पाइएको छ। यिनी मान्छे मार्नमा एकदम सिपालु छन्, त्यही भएर यिनको यसो फोटो नलिकन त भएन। उहाँहरू हाम्रो फुलबारीभित्रै छन्। आजभोलि आधुनिक जमानामा उहाँहरू लोप हुँदै गइराख्नु भएको छ। अब पहिला पालिन्थ्यो, जे होस् उहाँलाई यसो थुनामा राख्नु चाहिँ हुँदैन। थुनामा राख्नु भएको छ। कुन दिन उडेर जाउँला अनि खोजाउँला भन्ने सोचिरह होलान् उहाँहरूले। यिनी महाशयको नाम के गर्यो? अस्ट्रिच। यिनले के हो मलाई नै ताकिया छन् जस्तो लाग्छ। यिनी अस्ट्रिच हुन् है। अस्ट्रिच नहेरेको मान्छेहरू हेर्नुहोस्। ये चाहिँ अस्ट्रिच का बच्चा रहेछन् केटो। यिनी चाहिँ नील गाई हुन्। के गाई गरे? आधुनिक नील गाई हुन् भन्नु। आधुनिक नील गाई। कस्तो मजाले बसिराख्नु भएको छ। लेओपार्ड मजाले सुतिराख्नु भएको छ। ठुला बिराल हुन् कि नि लेओपार्ड हुन् थाहै भएन हामीलाई। मजाले सुति बस्नु भएको। ठुला बिराल अलि नजिक आउनु पर्दैन? जान त्यो खोरमा। के गरेर लियो त्यसपछि पार्ड त्यो खोरमा जान। हेर्नुहोस् खरायो। आज बल्ल मलाई थाहा भयो खरायोले 28 देखि 34 दिनमै बच्चा जन्माइहाल्छ, त्यो पनि 3 देखि 6 वटा। खतरा रहेछ नि त खरायोहरू यार। यिनी लाग्छ यसो भगाएर सुति बक्सिनु भएको भए। यिनी खरायो हुन्। अरू खरायोहरू उता बसिराख्नु भएको छ। हेर्नुहोस् यहाँ अजिङ्गरहरू, बाप रे बाप कति धेरै रहेछन् त नि। सुति बक्सिनु भएको उहाँहरू मजाले सुतिराख्नु भएको छ। जङ्गलमा हुँदाखेरि त बडा हिरो बन्नुहुन्छ हजुरहरू। अझ हाम्रो थुनामा आएपछि किन चाल गर्नुहुन्न? हिँडिरहन्छ नि। यिनी स्याल साहब हुन्। बेला बेलामा टाइगरलाई जिस्काउने, बाख्रो मार्ने यिनले काम गर्छन्। यिनलाई चाहिँ ज्याकेल भन्छ इङ्ग्लिसमा, नेपालीमा स्याल भन्छ। यिनीहरू सुतिरहन् तर सबभन्दा बाठा यिनी हुन्छन्। हाम्रो आजभोलिका नेताहरू जस्तै हुन्छन् यिनीहरू। बाठा सुत्या जस्तो गर्ने अनि ठ्याक्कै बठाए पनि देखाइहाल्ने। यिनी बाँदर हुन्। हेर्नुहोस् है हामी फुलबारी आइसकेका छौँ। बुटवलमा रहेको फुलबारी तपाईहरुलाई देखाउन चाहन्छु। फुलबारीको रौनक आर्टिफिशियल कमलको फुल हो नि यो। हो आर्टिफिशियल कमलको फुल, यसलाई लोटस भन्छ नि। लोटस हो। यो चाहिँ फुलबारीमै अवस्थित छ। एकदम राम्रो दृश्य छ अहिले।